साथीहरू, शक्तिको र रामको दुश्मनी अहिलेदेखिको होइन, 16 वर्ष अगाडिदेखिको हो भन्ने कुरा त बुहारी सिरियलको नियमित दर्शक हुनुहुन्छ भने तपाईँ सबैलाई पक्कै पनि थाहा छँदैछ। रामको र शक्तिको दुश्मनीको कारणले गर्दाखेरि सबै समाजले पनि एकदमै शास्ति भोग्नु परेको थियो र अहिले पनि शास्ति भोगिरहेका छन्। शक्तिले रामको र रामको परिवारलाई मार्नको लागि धेरै पटक कोसिस पनि गरेका थिए, तर उनी भने कहिले पनि सफल बनेका थिएनन्। तर यति बेला भने शक्तिको आफ्नो योजना भने सफल भइसकेको छ। 16 वर्षदेखिको शक्तिले सोचेको कुरा बल्ल मात्र पुरा भएको छ। यति बेला गाउँ छोडेर जान लागेको रामका गाउँलेहरू पनि सबैजना गाउँमै फर्किएका छन् र रामलाई नै साथ दिने भनेका छन्। अब हामी सबै मिलेर शक्तिको साम्राज्य ध्वस्त पार्नुपर्छ। तिमी अगाडि लाग राम भाइ, हामी पछाडिबाट तिमीलाई साथ दिन्छौँ भनेर रामका गाउँलेले रामलाई भनिरहेका थिए। र रामकै योजना अनुसार सबैजना गाउँलेहरू बेलुका शक्तिले मार्छ भन्ने कुरा चाल पाएर पहिला कमलालाई बनाइदिएको छाप्रोमा लगेर रामले सबै गाउँलेलाई राखेका थिए। त्यस्तै उता श्रुति र सृजनाले शक्तिलाई बोलाएर त्यो झुप्रोमा आगो लगाउन लगाएकी छिन्। आखिर के भयो त अब? के सबै रामका गाउँलेहरू मारिए या त मारिएको छैनन् त? आउनुहोस् त्यसैको बारेमा अब हामी विस्तृतमा कुराकानी गरौँ। साथीहरू, हाम्रो यस च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकनमा क्लिक गरेर अल नोटिफिकेसनमा क्लिक गर्न पनि नबिर्सिनु होला। साथीहरू, शक्तिले रामको गाउँले माथि पटक पटक आक्रमण पनि गरेको थियो, तर शक्तिको सबै योजना रामले चाल पाएर सजिलैसँग त्यो योजना विफल बनाइदिएका थिए। तर यति बेला शक्तिले भने आफ्नो योजना सफल भएको अनुभूति गरिरहेको छ। शक्तिको र रामको दुश्मनी त तपाईँहरूलाई पक्कै पनि थाहा छँदैछ। शक्तिले केही समय अगाडि पनि रामको गाउँलेलाई राति नै मार्ने भनेर योजना बनाएर मार्नको लागि आएका थिए, तर रामले रामका गाउँले सबैलाई बचाएका थिए। तर रामका गाउँलेले रामलाई नै गलत बुझेर गाउँ नै छोडेर पनि हिँडिसकेका थिए। तर बाटोमा रामसँग भेट भयो र रामले अहिले रामलाई अप्ठ्यारो परेको बेलामा साथ छोड्दै हुनुहुन्छ। भोलि पर्सि तलमाथि केही भयो भने मलाई केही पनि नभन्नु। त्यस्तै यो लडाइँ मेरो मात्र होइन, सिङ्गो समाजको हो। 16 वर्ष अगाडि घाँस काट्न गएका 2 जना चेलीहरू बलात्कारपछि मारिएका थिए, त्यो सबै यही शक्तिले गरेको थियो। त्यसैको लागि भए पनि म एक्लै भए पनि लड्छु भनेर राम हर हमेसा शक्तिसँग एक्लै पनि लडिरहेका थिए। र यति बेला रामका गाउँलेले पनि रामको सबै कुरा बुझिसकेका छन् र रामलाई साथ दिनको लागि आइसकेका छन्। साथीहरू, रामका गाउँलेले रामलाई साथ दिएको देखेर खुसी को हुनुहुन्छ? खुसी हुने जतिले यस भिडियोलाई एक लाइक गरेर हाम्रो यस च्यानलमा सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। त्यस्तै साथीहरू, आफ्नै परिवार र गाउँले सक्नका लागि श्रुति र सृजना भने हर हमेसा लागि परिरहेका थिए र यति बेला पनि श्रुति र सृजनाले सजिलैसँग शक्तिलाई साथ दिइरहेका छन् र आफ्नै गाउँले र परिवार मार्नको लागि खोजिरहेका छन्। अन्ततः उनीहरूको योजना पनि सफल बनिसकेको छ। रामले गाउँले सबैलाई भेला गरेर आज बेलुका हामी कहाँ बस्ने भनेर निर्णय गरेका थिए र सबैले एकै ठाउँमा बस्नुपर्छ अनि मात्र हामी सुरक्षित हुन्छौँ, अलग अलग बस्नु हुँदैन भनेका थिए। र रामकै घर ठुलो भएको कारणले गर्दाखेरि रामका गाउँलेहरू सबै रामकै घरमा बस्ने निर्णय पनि गरेका थिए। तर रामले यो घरमा त्यति सुरक्षित हुँदैनौँ, बरु हामी त्यो छाप्रोमा बसौँ, कसैलाई पनि थाहा हुँदैन, शक्तिलाई पनि थाहा हुँदैन भनेर कमलालाई छुट्याएर राखिएको छाप्रोमा सबैजना बस्ने निर्णय गरेका थिए र सबैजना बेलुका भेला भएर त्यही छाप्रोमा गएर बसेका थिए। तर श्रुति र सृजना भने हामी यस्तो चिसोमा त्यो छाप्रोमा बस्दैनौँ भनेर भने पछाडि गाउँले सबैले त त्यस्तो हुँदैन भनिरहेका थिए। तर रामले यिनीहरू मरे पनि मरुन्, हामीलाई मतलब छैन भनेर आफू र गाउँले सबैलाई लिएर त्यही छाप्रोमा लिएर गएका थिए र श्रुतिलाई बाहिरबाट ताल्चा लगाइदिनु भनेर भनेका थिए र श्रुतिले बाहिरबाट ताल्चा लगाइदिन्। त्यस्तै सृजना भने शक्ति र शक्तिका केटाहरूलाई बोलाउनको लागि गएकी थिइन् र शक्तिले पनि यति सुनौलो अवसर किन गुमाउन चाहन्थे र शक्ति पनि तुरुन्तै आएर उनीहरू बसेको छाप्रो वरिपरि मट्टीतेल छर्किए र घरको वरिपरिबाट आगो सल्काइदिए। केही छिनमा नै घर भने जलेर नष्ट भयो। उनीहरू भने एकदमै खुसी छन् राम र रामको गाउँलेलाई हामी मार्न सफल भयौँ भनेर। तर उनीहरूले यो कुरा बुझेनन् कि राम र रामका गाउँले त्यहाँबाट बचेर गइसकेका छन् भनेर। यो सब त एउटा रामको योजना मात्र थियो। यो कुरा शक्ति र शक्तिका केटाहरूले बुझेनन्। जब शक्तिले त्यो छाप्रोमा आगो लगाउन थाले तब राम र रामका गाउँलेहरू पछाडिबाट भागेर गएर बाँचिसकेका छन्। अब भने शक्तिको नजरमा राम र रामका गाउँलेहरू मरे भन्ने लागिरहेको छ, तर राम र रामका गाउँले भने यति बेला सुरक्षितै छन् र रामलाई अब भने खेल खेल्नको लागि पनि सजिलो भएको छ। अब भने राम र रामका गाउँलेहरू फरक अवतारमा देखिने भएका छन् र राम र रामका गाउँलेहरू अब जङ्गलमा गएर बस्ने भएका छन्।
र अब भने राम र रामका गाउँलेहरूले शक्तिको साम्राज्य जङ्गलमा नै बसेर ध्वस्त पार्ने भएका छन्। साथीहरू, जतिसक्दो चाँडो राम र रामका गाउँलेहरू मिलेर शक्तिलाई हराएर जेल पठाउनुपर्छ भन्ने जतिले यस भिडियोलाई एक लाइक गरेर कमेन्टमा राम भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनु होला। साथै यस भिडियो कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला र हाम्रो यस च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला भन्दै अहिले चाहिँ बिताउन चाहन्छु। हस्त नमस्कार।